पूजा भइरहेको छ। योहरू म देखाउने छु तपाईँलाई। यो वरिपरिको दृश्यहरू यहाँ हेर्नुहोस् तपाईँले। आज मजाले हाम्रो यहाँ लप्चू टी गार्डनमा यसरी भइरहेको छ है। तपाईँले हेर्नुहोस् यो जग्गाहरू। र अलिकति यो वरिपरिका दृश्यहरू म देखाउने छु। यो त्यो सँगसँगै डाँडा उहिलेदेखि नै अब यहाँ पूजा हुन्थ्यो। यो वरिपरिको दृश्यहरू हेर्नुहोस् तपाईँले। यहाँ दुईवटा पोर्थाङहरू पनि छ। यहाँ माथि एउटा शहीदको मूर्ति पनि छ। त्यो पनि म तपाईँहरूलाई म देखाउने नै छु। र तपाईँलाई मैले त्यो देखाउने पनि छु। दिन अङ्केलाले गर्दा सबै उयो गरेको छ नि, बिगारेको छ नि, खिचेको त्यही कारणले। सुन्नुहोस् त, यहाँ एउटा साहित्य इमारत पनि छ है। त्यो पनि म देखाउने छु तपाईँलाई। हेर्नुहोस् त्यसपछि वरिपरिको दृश्यहरू यही हो। कम्ती अनि मिठो खाली गर्ने छ आज म तपाईँहरूलाई यो भिडियो। साउन्ड त यसको हो नि, एक्टिङ गरेको मात्रै लेख्नु भनेर पर्यो। म पनि त्यस्तै बनाएको भ्लग त्यस्तै बनाउँछु तपाईँ। र अझै म वरिपरिको परसम्म म दृश्यहरू देखाउँछु। यो वरिपरिको दृश्यहरू हो। यो संसारी डाँडाको। एकछिन ल काका। र त दर्शकबिनहरू, आज है हाम्रो जुन चाहिँ यहाँ संसारी पूजा हुँदै थियो है, यो पूजाहरूको मैले तपाईँहरूलाई मन्दिरदेखि लिएर सबै कुरो मैले देखाइदिएँ। तपाईँहरूलाई कस्तो लाग्छ, के लाग्छ, तपाईँहरूले सबले गरिदिनुहोस्, एक लाइक पनि गरिदिनुहोस् भन्दै आजको मेरो भ्लग चाहिँ कम्ती अनि मिठो यतिमै बन्द हुनेछ। ल सबैलाई जय पार्टी भएर माता।